पाइल्स धेरैलाई हुने साझा समस्या, तर नआत्तिनुस्, खानपान र जीवनशैलीमा सानो परिवर्तनले ठूलो फरक पार्छ। त्यसो भए यो पाइल्सको समस्याबाट बच्ने कसरी त? आउनुहोस् यसको बारेमा कुरा गरौँ। पहिले त यो किन हुन्छ त्यो बुझौँ। खासमा कब्जियत र मलद्वारको नसामा पर्ने प्रेसरले गर्दा हो। पाइल्सलाई कन्ट्रोल गर्ने हो भने पहिले के खानु हुँदैन त्यो जान्नुपर्छ। एकदम पिरो, चिल्लो र मसलेदार खानाले जलन र दुखाइ झनै बढाउँछ। मैदाबाट बनेका खानेकुरामा फाइबर हुँदैन, यसले सिधै कब्जियत गराउँछ। अनि रातो मासु र जङ्क फुड, यसमा पनि फाइबर कम अनि पचाउन गाह्रो। कहिलेकाहीँ कसैलाई राजमा र मुस्रो जस्ता गेडागुडीले पनि गाह्रो बनाउन सक्छ। चिया, कफी र रक्सीले शरीरलाई सुक्खा बनाउँछ अनि दिशा कडा हुने नै भयो। छोटकरीमा भन्दा एक खानेकुराले के कब्जियत गराउँछन् कि त जलन बढाउँछन्। ल, खानपिनको कुरा त भयो, अब कुरा गरौँ हाम्रो बानीहरूको। कुन बानी छोड्नुपर्छ त? यी 5 बानी मात्रै छोड्ने हो भने पनि पाइल्सको समस्यामा धेरै नै राहत मिल्छ। पहिलो कुरा, टोयलेटमा धेरै बेर बस्ने र बल गर्ने बानी छ भने आजैदेखि छोड्नुस्। अनि दिशा रोक्ने, घन्टौँसम्म एकै ठाउँमा बस्ने वा घरौँ सामान उठाउने, यी सब बानीले असर गर्छ। ल, अब के गर्नु हुँदैन भने त थाहा भयो, अब के गर्नुपर्छ त्यता लागौँ। सबैभन्दा महत्त्वपूर्ण, दिनमा कम्तीमा 3 देखि 4 लिटर पानी, यो त अनिवार्य नै हो। फाइबरयुक्त खाना जस्तै सागपात खानुस् र नियमित हिँड्नुस्, यसले दिशा नरम बनाउँछ। एउटा कुरा चाहिँ ख्याल राख्नुहोला, समस्या गम्भीर छ भने तुरन्तै डाक्टर कहाँ जानुपर्छ है। हेर्नुस् त, सानो परिवर्तनले कति ठूलो फाइदा दिन्छ। त्यसो भए यो स्वस्थ जीवनशैली अपनाउन तयार हुने होइन त?